हेलो एभ्रिवान, म चाहिँ घर आइपुग्दा रात परिसकेको थिएँ। आउनु साथै सासू ममको फेभरेट चिप्स थिए, साह्रै मन पराउनुहुन्छ नि त यो चिप्स। दिनु साथै कप 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 खानुहुँदैछ हो। अन्त सिसीले पनि यहाँ खाइदिँदैछ। आमालाई चाहिँ मैले गिफ्ट ल्याइदिएको थिएँ, लु खोलेर हेर्नुहोस् त के कस्तो लाग्छ भनेको त नाप्नु भयो कि यो कलर मेरोमा थिएन, पुरा मन पर्यो भन्नुहुँदै थियो। त्यहाँबाट सिसीलाई पनि गिफ्ट ल्याइदिएको थियो। यही गिफ्ट त सरप्राइज दिउँ भनेको थियो, ऊ आफै खादाल खुदाल मेरो ब्याग गरेर अलरेडी देखिसकेको थियो। उसको सेम यो घडी चाहिँ थियो पहिला पनि हो, तर उसको चाहिँ पानी पसेर चाहिँ बिग्रेको थियो र हात चाहिँ खाली थियो र चाहिँ मैले ल्याइदिएको थिएँ। मैले चाहिँ 1-2वटा सामानहरू लिएको थिएँ किचनको लागि। एप्रोन लिएको थिएँ, मै खाना बनाउँदा चाहिन्छ, अल डिस्पेन्सर पनि लिएको थियो। त्यहाँबाट चपिङ बोर्ड सँगसँगै चाहिँ यो छुरीहरू पनि पाउँदै थियो, त्यही भएर मैले लिएको हो। त्यहाँबाट 1-2वटा ट्रे यसो युजको लागि लिएको थिएँ नि त। पुरानोहरू पनि छ तर अब भित्र छ, कहाँबाट खोजिरहनु भनेर हो। त्यहाँबाट मैले चाहिँ अल डिस्पेन्सर पुसपासो गरेर चाहिँ तेल खनाएँ। हाम्रो चाहिँ नभए यो यत्रो ठुलो बोतलमा चाहिँ तेल राख्थेँ, एप्रोन पनि लगाइहाल्यो। त्यहाँबाट सिसीले पनि यहाँ चपिङ बोर्डको ओपनिङ गरिहाल्यो। आज चाहिँ मै खाना बनाउँछु ल भन्दै हो, टक 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 यहाँ काट्दैछ। त्यहाँबाट चाहिँ आमा म सिसी गफ गर्दै सिसीले चाहिँ यहाँ खाना बनाउँदैछ। सो दिस इज इट।